मलाई सिंगिङ नआए पनि मेरो साथीभाइहरू सबैजना सुँगुर मात्र सिङ्गरहरू मात्र छन्। सो आज क्रिसमस भएको कारणले हामी आज बनाउन गइरहेको छ मासु चिकन ग्रेभी। वाउ, मासु भन्ने बित्तिकै यसरी डान्स गर्न थाल्छु म। मेरो भाइ पनि पछाडिबाट डान्स गर्दैछ। कसले भन्यो मलाई डान्स गर्न आउँदैन? मलाई आउँछ। दुधको दाँत भाँचेको छैन यो हाइट रेस्टुरेन्टलाई के भयो जुङ्गा। सो हामीले चाहिँ काम डिभाइड गरिसक्यौँ। समीले बनाउन गइरहेको छ चिकन पकौडा। हाइट रेस्टुरेन्टसँग जिस्किँदै धन्न निस्किन उसको मुखबाट। यता चाहिँ म मासु बनाउँदैछु, अर्कोतर्फ समीरले चिकन पकौडा होइन चिकन रोस्ट बनाउँदै हुनुहुन्छ सरले। अनि यो सिगरेट सान्टा त मै हो, किनभने मैले नै सबै सामान किनेर ल्याएको। यो अल्छीहरू बाइदै म आफ्नो सामान किन्न फेरि आफ्नो होन्डाको डियो स्मार्ट स्कुटरमा जान्छु नि। फेरि आइसक्यो फुचे नाटक पार्नको लागि दिए फुचेले दिए। अब यो को फेरि? यो त ओमेगलमा सेयु वोन्ट लेट गो गाउँदै सब केटोले स्किप गर्ने सिग्मा बोय मिस्टर सौगात सुवेदी। सो हाम्रो सबै खानेकुरा रेडी भइसकेको छ। अब चाहिँ हामी यसलाई खानेवाला छौँ। सो सबैजनाले मेरी क्रिसमस भन्दै बाइ बाइ लभ यु।